एआई शब्द धेरै सुन्नुभयो होला आजकल। कुनै राम्रो कुरामा भने, कुनै चाहिँ हाम्रो नेपालमा केही पनि बिग्रेको छ भने त्यो रियल होइन है, एआईबाट हो भनेर भन्ने चलन पनि चलिरहेको छ। अनि धेरैजना जो चाहिँ कुनै जब गरिराख्नु भएको छ, तपाईँहरूको मनमा यो प्रश्न आएकै हुनुपर्छ कि एआई आयो, मेरो जब खाइदिन्छ कि के हो भन्ने चाहिँ लागेकै होला। अनि ठिक त्यही बेला फेरि अर्को मनले के भन्छ त भन्दाखेरि एआई त कम्प्युटरवाला कुरा हो, मेरो कामसँग त के मतलब। व्हाट इफ म तपाईँलाई यो दुइटै सोच चाहिँ गलत हुन् भनेर भन्यो भने मान्नुहुन्छ? डर पनि गलत र चिल बस्नु पनि गलत। यसले केही हुँदैन भनेर सोच्नु पनि एकदमै गलत हो चाहिँ के हो त यो एआई? मसिन हो कि कम्प्युटर हो कि त्यो मुभीहरूमा देखाएको जस्तो रोबोट हो? फेरि कोही च्याट जिपिटी भनेर उफ्रिरहेको हुन्छन्, त्यही मात्र एआई हो र? क्वेसन आन्सर त खेलिराख्ने टाइपको। नयाँ युगको सुरुवात भइसकेको छ है। त्यो कुरालाई बुझिएन भने हामी फेरि कति वर्ष पछाडि पर्छौँ थाहा हुन्न। त्यही भएर पनि आजको यो भिडियो अन्तिमसम्म चाहिँ हेर्नु होला। एआई भनेको के हो, के होइन, र इभन इफ तपाईँ नन टेक्निकल मान्छे हुनुहुन्छ भने तपाईँको लागि यो किन सबैभन्दा ठुलो अवसर हुनसक्छ भनेर सबै क्लियर गर्ने कोसिस गर्नेछु। अनि एउटा कुरा, यो सिंगल भिडियो मात्र नभएर यो एउटा पुरै सिरिज हो। त्यसको पहिलो च्याप्टर चाहिँ यो भिडियो हो। यो सिरिजको गोल नै के हो त भन्दाखेरि हरेक नेपालीलाई एआईको नलेज दिनु हो र एआईलाई चाहिँ टेक्स्टबुक या कम्प्युटरबाट चाहिँ निकालेर तपाईँको किचन, अफिस, सप, स्कुल, ब्याङ्क र नेपाली बिजनेसको रियल लाइफमा कसरी ल्याउने र किन ल्याउने भन्ने आन्सर दिनु हो। र धेरैजनालाई एआई नलेजेबलबाट चाहिँ एआई इनेबल्ड बनाउने प्रयास हो। सिरिज अन्तिमसम्म हेर्नुभयो भने तपाईँले एआईको बारेमा कुरा मात्र गर्ने मान्छे होइन, एआईलाई चाहिँ काम लगाउने मान्छे बनेर निस्किनु हुनेछ। ल ढिला नगरी आजको भिडियोमा लागौँ। सुरु चाहिँ एउटा नम्बरबाट गर्छु है। च्याट जिपिटी भन्ने एआई टुल लन्च भएको जम्मा 2 महिनाभित्र 10 करोड युजर्स बनाए। 10 करोड। हिस्ट्रीमा कुनै पनि टेक्नोलोजी यति छिटो यति धेरै मान्छेसम्म पुगेको इतिहासै छैन। इन्टरनेटलाई वर्षौँ लाग्यो, मोबाइल फोनलाई पनि वर्षौँ लाग्यो, तर एआईलाई मात्र 2 महिना। अब नेपालको कन्टेक्स्टमा सोच्नुहोस् त, 2015-16 तिर मोबाइल ब्याङ्किङ आयो, ई सेवा खल्ती ब्याङ्किङ एप। कसले चाहिँ पहिला सिक्यो? जसले सिक्यो त्यो मान्छे आफ्नो घरको, आफ्नो अफिसको डिजिटल एक्सपर्ट भनेर बन्यो। बिल तिर्न लाइन बस्नु परेन, रिचार्ज गर्न पसल धाउनु परेन। अनि जसले यो त हाम्रो लागि होइन भन्यो उनीहरूले पछि चाहिँ सिक्नै पर्यो, तर ढिलो अनि अरूको भरमा परेर। याद छ पहिला क्याल्कुलेटर आउँदाखेरि म्याथ बिग्रिन्छ भन्थे, इन्टरनेट आउँदा स्टुडेन्ट्सले पढ्दैनन् भन्थे, मोबाइल ब्याङ्किङ आउँदा ब्याङ्कको सिस्टम बिग्रिन्छ भन्थे। रियालिटी के भयो? जो मान्छेले टुल युज गर्न सिक्यो उसको प्रोडक्टिभिटी बढ्यो, जो डराएर बस्यो उसलाई दुनियाँ फास्ट लाग्न थाल्यो। एआईमा पनि ठ्याक्कै यही भइरहेको छ। विन्डो खुल्ला छ, छिटो सिक्नेले फाइदा लिन्छन्, नसिक्ने र आनाकानी गरिराख्नेले चाहिँ जमाना कहाँबाट कहाँ पुगिसक्यो है भनेर यो चिया चुरोट गफ मात्र अल्मरिरहन्छन्। सो यो कुरालाई नजरअन्दाज गर्ने होइन, आफ्नो सिकाइ, बुझाइ र लाइफस्टाइलमा र बिजनेसमा ढाल्नुपर्ने चाहिँ हो। अब कुरा गरौँ यो एआई भनेको एक्ज्याक्टली के हो त भनेर। यसको फुल फर्म चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स हो र ठ्याक्कै नेपालीमा भन्नुपर्दाखेरि यो बनावटी बुद्धि भनेर भन्न सकिन्छ। तर यो डेफिनेसनले केही बुझिँदैन होइन। त्यही भएर एकदम सिम्पल ल्याङ्ग्वेजमा भन्छु है। सोच्नुहोस् त, एउटा सानो बच्चालाई तपाईँले स्याउ र सुन्तलालाई चाहिँ चिन्नलाई कसरी सिकाउनुहुन्छ? ए फर एप्पल, अनि यो स्याउ हो, यो सुन्तला हो भनेर एउटा फोटो देखाउनुहुन्छ या रियलमै देखाउनुहुन्छ? अनि फेरि देखाएको देखाइ गर्नुहुन्छ। 100 चोटि देखाइसकेपछि बच्चाले स्याउ र सुन्तला देख्दाखेरि आफै स्याउ या सुन्तला भनेर क्युट तरिकाले भन्छ। यो कसरी हुन्छ जस्तो लाग्छ थाहा छ? प्याटर्न सिकेर, रिपिटेड प्याटर्न। एआई पनि ठ्याक्कै त्यस्तै नै हो। कम्प्युटरलाई लाखौँ करोडौँ एक्जाम्पल देखाइयो, टेक्स्ट, फोटो, कुराकानी, अनि कम्प्युटरले चाहिँ प्याटर्न सिक्यो। अब नयाँ प्रश्न आउँदाखेरि सिकेको प्याटर्नको आधारमा जवाफ दिन्छ। यति नै हो, म्याजिक होइन, जादु होइन। अब यही एआईको इभोल्युसनलाई सिम्पल तरिकाले बुझौँ है। सुरुमा चाहिँ एआई रुल बेस्ड थियो। मान्छेले चाहिँ कम्प्युटरलाई रुल लेखेर दिन्थ्यो, यदि यो भयो भने यो गर। इक्जाम्पलको लागि त्यो पुरानो चेसको गेमहरू हुन्थ्यो नि होइन। अनि क्याल्कुलेटर, बेसिक च्याटबट, यो एआईले आफै सिक्दैन थियो, रुल मात्र फलो गर्थ्यो। त्यसपछि आयो मसिन लर्निङ। अब कम्प्युटरलाई हरेक रुल दिन परेन, धेरै एक्जाम्पल दियो, उसले प्याटर्न सिक्यो। एक्जाम्पल, जिमेलमा आउने त्यो स्प्यामको फिल्टर, युट्युबमा आउने तपाईँलाई रिकमेन्डेसनहरू, ब्याङ्कमा पनि फ्रड डिटेक्सन सिस्टम। यो स्टेजमा चाहिँ एआईले प्याटर्न फाइन्ड गर्न थाल्यो। अनि त्यसपछि आयो डिप लर्निङ। यो मसिन लर्निङको पावरफुल भर्जन हो, जसले चाहिँ फोटो, भोइस, फेस, ल्याङ्ग्वेजहरू चिन्न सक्यो। जस्तै तपाईँको फोनमा भएको फेस अनलक, गुगलको ट्रान्सलेट, भोइस असिस्टेन्ट, अटो क्याप्सन्स। अहिले चाहिँ हामी छौँ जेनेरेटिभ एआईको स्टेजमा। जेनेरेटिभ भनेको चाहिँ क्रिएट गर्न सक्ने एआई। जस्तै च्याट जिपिटीले टेक्स्ट लेख्छ, मिड जर्नी, न्यानो बनानाहरूले चाहिँ इमेज बनाउँछ। एआई टुल्सले भिडियो, म्युजिक, कोड, प्रेजेन्टेसन गर्न सक्छ। पहिला एआईले यो स्प्याम हो भन्थ्यो भने अब त्यही एआईले म तिम्रो लागि इमेल नै लेखिदिन्छु भन्छ। नेक्स्ट स्टेज भनेको चाहिँ एजेन्टिक एआई हो, जुनतिर चाहिँ अहिले हामी गइरहेको छौँ युजिङ टुल्स लाइक क्लड, कोडेक्स, गुगल फ्लो। एआईले सल्लाह मात्र दिँदैन, काम नै गरिदिन्छ। पोखराको चाहिँ ट्रिप प्लान गर भन्यो भने आफैले साइट खोल्छ, कम्पेयर गर्छ, बुक गरिदिन्छ।
तपाईँको इनबक्स आफै चलाइदिन्छ, काम आफै सकाइदिन्छ। यसलाई एआई एजेन्ट्स भनिन्छ र अहिले संसार यहीतिर गइरहेको छ। अनि अन्त्यमा एजीआई, आर्टिफिसियल जनरल इन्टेलिजेन्स, सबैभन्दा ठुलो सपना एउटा एआई जसले जुनसुकै दिमागी काम मान्छेले झैँ गर्न सकोस्, एक ठाउँमा मात्र होइन हरेक क्षेत्रमा। तर साँचो भन्नुपर्दा यो अहिलेसम्म चाहिँ भएको छैन है। मैले यो भिडियो बनाइराख्दाखेरि कहिले हुन्छ या हुँदैन त्यसमा चाहिँ ठुलो डिबेट चलिरहेको छ। अब अर्को कुरा पनि क्लियर गरिहाल्छु है, एआई चाहिँ के होइन भनेर। एआई मुभीहरूमा जस्तो देखाउने रोबोट होइन, टर्मिनेटर, आई रोबोट टाइपको हलिउडमा देखाउने रियालिटी होइन। अहिलेको एआई मुख्य रूपमा एउटा सफ्टवेयर हो तपाईँको फोनमा या कम्प्युटरमा चल्ने। दोस्रो भनेको एआई क्याल्कुलेटर पनि होइन। क्याल्कुलेटरले 2 या 2 जोड्यो भने जहिले 4 दिन्छ। एआई चाहिँ ल्याङ्ग्वेज बुझ्छ, कन्टेक्स्ट बुझ्छ, क्रिएटिभ जवाफ दिन्छ। त्यही भएर कहिलेकाहीँ एउटै प्रश्नको 2टा फरक जवाफ पनि आउँछ। तेस्रो, यो सबैभन्दा इम्पोर्टेन्ट कुरा हो, एआई सधैँ सही हुँदैन या बोल्दैन। टेक्निकल ल्याङ्ग्वेजमा यसलाई हेलुसिनेसन पनि भनिन्छ। मतलब एआईले कहिलेकाहीँ एकदम कन्फिडेन्ट भएर एकदमै मिलाएर गलत कुरा बोलिरहेको हुन्छ। यो कुरा म यो सिरिजको हरेक एपिसोडमा दोहोऱ्याउँछु है। त्यसैले एआईको जवाफ भेरिफाई गर्ने बानी चाहिँ बसाल्नुपर्ने हुन्छ। एआई तपाईँको सहयोगी हो, तपाईँको गुरु होइन। त्यही भएर एआई युज गर्ने मान्छेको जजमेन्ट अझै पनि सबैभन्दा इम्पोर्टेन्ट कुरा छ। कम्प्लिटली एआईले दिएको आन्सर्समा भर पर्नु हुँदैन है। स्टुडेन्ट्सहरू स्पेसली रिसर्च पेपर लेख्न लाग्दै हुनुहुन्छ या प्रोजेक्ट लेखिराख्नु भएको छ भने ध्यान दिनु होला। केही गलत चिज पनि घुसिरहेको हुन्छ अनि तपाईँलाई कम्प्लिकेसन हुन थाल्छ। सो यु ह्याभ टु चेक। एआई फेरि इम्प्लोइ पनि होइन, तर इम्प्लोइ जस्तो इन्स्ट्रक्सन फलो गर्न चाहिँ सक्छ। एआई कन्सल्टेन्ट होइन, तर कन्सल्टेन्टले सोध्ने क्वेसन्सहरू सजेस्ट गर्न सक्छ। एआई टिचर होइन, तर टिचर जस्तो एक्सप्लेनेसन स्टाइल दिन सक्छ। यो डिस्टिङसन जति क्लियर भयो, मिसयुज त्यति नै कम हुन्छ। अब ल, कुरा धेरै भयो, लाइभ गरेर देखाउँछु है त। म यहाँ कम्प्युटरमा च्याट जिपिटीको फ्री भर्जन खोल्दैछु। याद राख्नुहोस्, फ्री भर्जन, पैसा तिर्नु पर्दैन है। अकाउन्ट बनाउनको लागि 2 मिनट लाग्छ। र यसरी 2 मिनटमा तपाईँको आफ्नो फ्री अकाउन्ट खुल्यो है। यसमा पैसा केही तिर्नु पर्दैन। अनि फेरि धेरैजनालाई चाहिँ के लाग्छ त भन्दा एआईलाई चाहिँ इङ्ग्लिसमा मात्र कुरा गर्न मिल्छ, मलाई त इङ्ग्लिस बोल्नै आउँदैन भनेर कन्फिडेन्स कम भइरहेकोहरूलाई यहाँ चाहिँ म एआईसँग तपाईँको हामीले बोल्ने एसएमएस ल्याङ्ग्वेज हुन्छ नि, के छ खबर भनेर सोध्यो भने उसले त्यसरी नै इङ्ग्लिस छैन नेपालीमै पनि एन्सर दिन्छ है। सो यसलाई तपाईँले इङ्ग्लिसमै बोलिराख्नुपर्छ भन्ने हुँदैन। सो इङ्ग्लिस आउँदैन भनेर एआई नचलाउने भन्ने कुरा हुँदैन है। तपाईँलाई लेख्न नै छैन, थरै बोल्न मात्र छ भने पनि तपाईँले मजाले बोल्न सक्नुहुन्छ यसरी। म चाहिँ 40 वर्षको एउटा ब्याङ्कको इम्प्लोइ हुँ। यो एआई के हो भनेर चाहिँ मलाई सजिलो तरिकामा 10 वर्षको बच्चाले बुझ्ने भाषामा चाहिँ बुझाउ त भनेर भन्नुभयो भने के हुँदो रहेछ। ठ्याक्क नेपालीमा यहाँ कन्भर्ट भयो। अब यसरी नै भयो भने सर तपाईँलाई यो एआई के हो भनेर पनि बुझाइदिन्छ है। अब भोइस मात्र युज गर्नुहुन्छ भने पनि गर्न सकियो है यसरी। Hello. आफूले भोइस चुज गर्न पाइयो। How's it going? केटाको केटीको। It's great to meet you. ल अब उसलाई उसँग म नेपालीमै कुरा गर्छु है त। हो बिल्कुल, म नेपालीमै कुरा गरिरहेको छु। यदि तिमीलाई अरू कुनै कुरा बुझ्न मन छ वा थप उदाहरणहरू चाहिन्छ भने म खुसी साथ नेपालीमा नै सहयोग गर्छु। मैले अघि भनेकै क्वेसनको आन्सर देऊ। म एउटा 40 वर्षको ब्याङ्कमा इम्प्लोइ हुँ। मलाई चाहिँ यो एआई भनेको के हो सरल भाषामा बुझाऊ। हुन्छ, म अझै सरल भाषामा भन्छु। एआई भनेको एउटा कम्प्युटर प्रोग्राम हो जसले मानिस जस्तै सोच्ने प्रयास गर्छ। सो यही चिज चाहिँ तपाईँले भोइसमा फोनबाट पनि गर्न मिल्छ है। सेम एकाउन्ट साइन इन गरेर फोनबाट पनि मजाले बोलेर गर्न सक्नुहुन्छ। ल्यापटपै चाहिन्छ भन्ने चाहिँ छैन। सो अब मेरो इङ्ग्लिस राम्रो छैन, मसँग चाहिँ ल्यापटप छैन भन्ने डर पनि भएन। अनि अब अर्को मजाको कुरा पनि सिकाउँछु है त। सुन्नुहोस् अब एआईले के भन्छ त भनेर। मेरो घरमा चाहिँ आज दाल भात र कौली मात्र छ। यसबाट बन्न सक्ने 5 वटा डिफ्रेन्ट परिकारहरू के हुन सक्छ मलाई भन। अवश्य, दाल भात र काउलीबाटै धेरै स्वादिष्ट परिकार बनाउन सकिन्छ। उदाहरणका लागि 1. दाल भात साधारण तरिकाले, भातको पूरकमा काउलीको तरकारी स्टफ्ड वा मसलेदार, दाल भातसँग काउलीको सुप। 4. भात र दाललाई मिसाएर काउली पुलाउ। 5. काउलीको पराठा, काउलीलाई मसला दिएर पराठा बनाइदिए। यो त भोइसमा मात्र भयो। तपाईँले फोटो पनि खिचेर पठाएर ल यो फोटोमा भएको चिज अनुसार मैले के बनाउन सक्छु भन्नुभयो भने एआईले तपाईँलाई त्यो बनाउनलाई पनि हेल्प गर्छ। यो डेमो किन देखाएँ त भन्दाखेरि धेरैजनालाई एआई भनेको कम्प्युटरको कामको लागि मात्र हो भनेर लाग्छ। भान्साको काम, घरको काम, डेली सानो सानो कुराहरू सबैमा काम लाग्छ भनेर बुझाउनु थियो। अब यो डेमोबाट एउटा सिक्रेट पनि सिकाउँछु है। मैले एआई भनेको के हो मात्र सोधेको भए जेनेरिक एन्सर आउँथ्यो, तर मैले यहाँ कन्टेक्स्ट दिएँ। 40 वर्षको ब्याङ्क इम्प्लोइ,
10 वर्षको बच्चालाई कसरी बुझाउँछौ त्यसरी। सो आउटपुट इमिडिएटली बेटर भयो। अर्को यसको बिजनेसको एक्जाम्पल भनेको चाहिँ जस्तो मानौँ तपाईँको चाहिँ एउटा कुनै किराना पसल छ अरे भक्तपुरमा, अनि एआईलाई चाहिँ तपाईँले मेरो सेल्स बढाउनलाई मैले के गर्नुपर्छ भन्यो भने एकदम जेनेरिक एन्सर आउँछ। तर मेरो चाहिँ भक्तपुरमा एउटा किराना पसल छ, बिहानतिर काम गर्ने मान्छेहरू धेरै आउँछन्, बेलुकातिर फ्यामिलीहरू आउँछन्, र यहाँ चाहिँ तरकारी दुध र बिस्किट्सहरू चाहिँ म बेच्छु, मलाई चाहिँ रिपिटेटिभ कस्टमर कसरी बनाउन सक्छु 5वटा आइडिया देऊ भन्यो भने चाहिँ आउटपुट एकदमै प्र्याक्टिकल र रियलिस्टिक आउँछ। सो एआईले पहिले सबै चिज बुझ्दैन, तर तपाईँले बुझाउँदै गइसकेपछि कन्टेक्स्ट दिइसकेपछि चाहिँ अरू युजफुल प्याटर्न म्याच गरेर चाहिने जवाफ चाहिँ दिन्छ। मतलब एआईलाई क्वेसन सोध्नु भनेको एकजना जुनियर मान्छेलाई केही बुझाउनु या ब्रिफ दिनु जस्तो हो। ब्रिफ या कुरा क्लियर भयो भने आउटपुट राम्रो, ब्रिफ चाहिँ भेग या एकदमै राम्रो भएन भने जेनरल आउटपुट मात्र आउँछ। यसलाई चाहिँ प्रम्प्ट लेख्ने भनेर भनिन्छ, जुन चाहिँ पछिको एपिसोडमा म कभर गर्ने नै छु। अब एउटा रियल हिसाब गर्छु है, म्याथमेटिक्सको हिसाब होइन, तपाईँको जीवनमा चल्ने चाहिँ एउटा हिसाब। मानौँ तपाईँको छोराले स्कुल प्रोजेक्टमा चाहिँ हेल्प माग्यो अरे, बुबा सोलर सिस्टमको बारेमा मलाई भनिदिनुहोस् न। पहिला पहिला भए के गर्नुहुन्थ्यो? गुगलमा खोज्ने, 10वटा वेबसाइट खोल्ने, आधा बुझ्ने अनि आधा नबुझ्ने, कम्तीमा 1 घन्टा जान्थ्यो। अब एआईलाई भन्नुहोस् मेरो 12 वर्षको छोरालाई सोलर सिस्टम सिम्पल नेपाली भाषामा बुझाइदेऊ र स्कुल प्रोजेक्टमा राख्नको लागि 5वटा अर्को इन्ट्रेस्टिङ फ्याक्ट पनि देऊ भन्नुभयो भने यो काम 2 मिनेटमा सकिन्छ। त्यस्तै मानौँ तपाईँको कुनै पनि अफिसलाई चाहिँ इङ्ग्लिसमा एउटा फर्मल इमेल लेख्नु छ अरे, पहिले भावे इङ्ग्लिस नजान्ने मान्छे भावे डिक्सनरी खोल्ने, साथीलाई सोध्ने, आधा घन्टा लाग्ने काम, अब एआईलाई सिचुएसन भन्नुहोस्, इमेल रेडी एकैछिनमा। दिनको यस्तै 3-4वटा काम मात्र एआईले गर्यो भने पनि तपाईँको दिनमा 30 मिनटदेखि केही घन्टा चाहिँ सजिलै बच्छ। महिनामा यसलाई हिसाब गर्नुभयो भने 15 घन्टा बच्छ, वर्षमा 180 घन्टा, मतलब 22 वर्किङ डेज चाहिँ तपाईँले फ्री पाउनुहुन्छ। सोच्नुहोस्, वर्षमा 22 दिन एक्स्ट्रा पाउने भनेपछि सिक्नलाई 1 हप्ता लगाउने कि नलगाउने। बिजनेसहरूको लागि चाहिँ झन् ठुलो कुरा हो। मानौँ तपाईँको क्लोदिङ स्टोर छ, हरेक दिन इन्स्टाग्राममा क्याप्सन, अफर मेसेज, कस्टमरलाई रिप्लाई, प्रडक्टको डेस्क्रिप्सन, फेस्टिभल क्याम्पेन आइडिया, सप्लायरको इमेल, इन्भेन्ट्रीको समरी सब गर्नुपर्छ। एआईले यो सबै काम चाहिँ गर्दैन, तर तपाईँको हाफ डेको थिङ्किङलाई 30 मिनटको अर्गनाइज ड्राफ्टमा बदलिदिन सक्छ। फर्स्ट ड्राफ्ट, आइडिया, स्ट्रक्चर, स्पिड, यही चिजमा एआईको रियल भ्याल्यु छ। अब धेरै मान्छेको सबैभन्दा ठुलो डर एआईले जब खान्छ? मेरो अनेस्ट आन्सर, एआईले सबै जब खाँदैन, तर एआई युज गर्न नजान्ने मान्छेको काम चाहिँ एआई युज गर्न जान्ने मान्छेले रिप्लेस गर्न सजिलै सक्छ। यो लाइन याद राख्नु होला है। एक्जाम्पल, सबैभन्दा सजिलो जब रिप्लेस हुने भनेको कन्टेन्ट राइटरको भनेर भनिन्छ नि, तर राइटर जसको चाहिँ रिसर्च विक छ, ड्राफ्ट स्लो छ, आइडिया रिपिट हुन्छ, उसलाई चाहिँ च्यालेन्ज हुन्छ। तर राइटर जसले एआईबाट रिसर्च, स्ट्रक्चर, हेडलाइन अप्सन, एडिटिङ सपोर्ट लिएर आफ्नो जजमेन्टले फाइनल कन्टेन्ट बनाउँछ, उसको भ्यालु झन् बढ्छ। थ्रेट एआई होइन, थ्रेट चाहिँ एआई जान्ने कम्पिटिटर हो। फोनमा क्यामेरा आयो भने सबजना फोटोग्राफर भएन नि, तर सबले फोटो चाहिँ लिन सके। एआईले पनि सबलाई एक्सपर्ट बनाउँदैन, तर एक्सपर्टसँग काम गर्न, बिगिनरलाई चाहिँ स्टार्ट गर्न या बिजी मान्छेलाई अर्गनाइज गर्नलाई चाहिँ हेल्प गर्छ। तर फेरि एउटा कुरा म अनेस्टली भन्छु, एआई पर्फेक्ट छैन र यो सिरिज हाइप सिरिज होइन, रेस्पोन्सिबल एडप्सन सिरिज हो। 3वटा रिस्क याद राख्नु होला। पहिलो, हेलुसिनेसन, अघि मैले कुरा गरिहालेँ। डेट, नम्बर, नाम, लिगल कुराहरू चाहिँ इम्पोर्टेन्ट डिसिजनमा एआईको जवाफ ब्लाइन्डली ट्रस्ट नगर्ने, भेरिफाई गर्ने। दोस्रो भनेको प्राइभेसी, आफ्नो नागरिकताको नम्बर, ब्याङ्क डिटेल, पासपोर्ट, कस्टमरको सेन्सिटिभ डेटा, यो कुराहरू ऱ्यान्डम च्याट एआई च्याटमा हाल्नु हुँदैन। किन र कसरी बच्ने त भनेर यो पुरै एउटा अर्को एपिसोड नै छ, त्यो सिरिजमा पछि कुरा गरिहाल्छु। तेस्रो भनेको बायस र लिगल रिस्क, एआईले ट्रेनिङ डेटाको प्रब्लम रिपिट गर्न सक्छ। कपिड कन्टेन्ट, फेक इमेज, डिप फेक, गलत एडभाइसले ड्यामेज गर्न सक्छ। सो डराइहाल्नु पर्ने पनि होइन, गाडी चलाउँदा सिट बेल्ट लगाएको जस्तै हो, गाडी चलाउनु छोड्ने होइन, सुरक्षित भएर चलाउने हो। अब यो कुरालाई नेपाली फ्यामिलीको कन्भर्सेसनमा ल्याउन जरुरी छ र बुझ्न पनि एकदमै जरुरी छ। घरमा छोराछोरीले एआई युज गर्न थाले भनेर प्यारेन्ट्सलाई लाग्छ अब बच्चाहरू पढ्दैनन्, अफिसमा स्टाफले एआई युज गर्न थाले भनेर म्यानेजरलाई लाग्छ अब ओरिजिनालिटी छैन, बिजनेस ओनरले एआई टुल्सको एड देख्छ उसलाई लाग्छ यो नहाल्यो भने बिजनेस पछाडि पर्छ। सबैको कन्सर्न भ्यालिड छ, तर एन्सर ब्यान गर्ने होइन, एन्सर गाइडलाइन बनाउने हो। एआई सिक्नु भनेको टुलको नाम याद गर्नु होइन, थिङ्किङको नयाँ डिसिप्लिन चाहिँ सिक्नु भनेर हो। अनि यहाँ भिडियो पज गरेर एउटा काम गर्नु होला, तपाईँको डेली कामको लिस्ट बनाउनुहोस्। कुन काममा थिङ्किङ लाग्छ, कुन काम चाहिँ एकदम रिपिटेटिभ हुन्छ र कुन काममा इन्फर्मेसन सर्च गर्नुपर्छ, त्यही लिस्ट नै तपाईँको एआई एडप्सनको फर्स्ट म्याप हो। यो सिरिजको आउने एपिसोडमा त्यही म्यापमा काम गर्नेछौँ है। अब अन्तिममा मेरो आफ्नो पर्सनल सुझाव, मैले धेरै मान्छेले भनेको सुनेको छु म टेक्निकल छैन, एआई मेरो लागि होइन, तर आजको डेमोमा मैले के गरेँ त भन्दा नेपालीमा प्रश्न सोधेँ, जवाफ पाएँ, टाइपिङ आउँछ पुग्यो, क्युरियोसिटी छ पुग्यो, इभन बोल्न आउँछ भने मात्र पनि पुगिहाल्यो। टेक्निकल यही पनि हुनु परेन। धेरैले भन्छन् एआई भनेको न्यू इलेक्ट्रिसिटी हो, म अलिकति प्र्याक्टिकल भाषामा भन्छु, एआई भनेको तपाईँको कामको थिङ्किङलाई
स्पिड अप गर्ने इन्जिन हो। स्टेरिङ तपाईँ नै समात्ने हो, छोड्ने हुँदै होइन। तर इन्जिनलाई युज नगर्नु भनेको चाहिँ अर्को इन्जिन युज गर्ने मान्छे चाहिँ तपाईँभन्दा फास्ट पुग्नु हो। 2015मा स्मार्टफोन सिक्ने र नसिक्ने बिच जुन ग्याप थियो त्यो ग्याप अब एआई बन्न लाग्दैछ अनि यो चोटि ग्याप अझ ठुलो हुनेछ किनकि एआईले काम नै बदलिन्छ। तपाईँ कुन साइडमा उभिने आज डिसाइड गर्नु होला। मेरो सुझाव सिक्ने साइडमा उभिनुहोस्। हाइपले पैसा बर्बाद गर्न सक्छ, इग्नोरेन्सले अपर्च्युनिटी गुमाउन सक्छ। ब्यालेन्स अप्रोच लिनु होला, सिक्ने, टेस्ट गर्ने, भेरिफाई गर्ने अनि आफ्नो काममा युज गर्ने। आजको होमवर्क तपाईँलाई एकदमै सानो छ। च्याट जीपीटी या जेमिनाई खोल्नुहोस्, फ्री अकाउन्ट बनाउनुहोस् अनि आफ्नो कामसँग रिलेटेड एउटा प्रश्न नेपालीमा सोध्नुहोस्, बट एप्टी, अनि कमेन्टमा लेख्नु मैले एआईले चाहिँ पहिलो प्रश्न यो सोधेँ भनेर। आउने एपिसोडमा हामी कुरा गर्नेछौँ यो च्याट जीपीटी, जेमिनाई, क्लड कुन चलाउने, फ्रीमा कति पाइन्छ र तपाईँको लागि कुन बेस्ट हुनसक्छ, त्यो एपिसोड चाहिँ मिस नगर्नु होला। हस्, मन पर्यो भने आफ्नो सर्कलमा यो भिडियोलाई सेयर गर्नु होला र म फेरि अर्को जानकारीमूलक भिडियो लिएर आउने नै छु। त्यतिसम्म टेक केयर, नमस्ते, बाई बाई एन्ड ह्याभ अ नाइस डे।